हेलो गाइज, कहानीमा अघि बढ्नु अघि म तपाईलाई हाम्रो नयाँ युट्युब सर्ट च्यानलको बारेमा बताउन चाहन्छु, जहाँ तपाईलाई इन्टरटेनमेन्टको डेली डोज मिल्नेछ। के तपाईले पानी मुनिको यो भाइरल डान्स हेर्नु भएको छ? अनि 157 केजीका WWE सुपरस्टार ग्रेट खालीले दैनिक कति खाना खान्छन् होला त? त्यो थाहा पाएर तपाई पक्कै चकित हुनुहुनेछ। अनि त्यस्तै रोचक रमाइला फ्याक्ट्सहरूले भरिपूर्ण भएको हाम्रो यो सर्ट च्यानललाई भिजिट गर्न नबिर्सिनु होला। लिंक तल डिस्क्रिप्सनमा छ। कहानीको सुरुवात च्यानबाट हुन्छ। उनी एक स्कुल टिचर हुन्छन्, तर आज पढाउँदै गर्दा उनको ध्यान एक फिमेल स्टुडेन्टमा जान्छ जो क्लासमा बिल्कुलै मौन थिइन् र उनी भित्र रहेको डर उनको मुहारमा स्पष्ट झल्किरहेको थियो। त्यस स्टुडेन्टलाई देखेर च्यान यहाँ एकोरिन्छन्, मानौ उनले त्यस बच्चीमा आफ्नै प्रतिबिम्ब देखिरहेकी छन् जस्तो। अब कहानी फ्ल्यासब्याकमा जान्छ अनि यो समय त्यति बेलाको हुन्छ जति बेला च्यान नाबालिग नै थिइन्। आफूले चाहेको युनिभर्सिटीमा एडमिसन लिने सपना बोकेर यहाँ च्यान नेसनल इन्ट्रान्स एक्जामिनेसनको तयारी गरिरहेकी हुन्छन्। लन्च टाइम सकिएपछि उनी सिधै क्लासमा आउँछिन् अनि कानमा इयरफोन घुसारेर राम्रोसँग पढ्न थाल्छिन्। तर केही समयपछि उनले महसुस गर्छिन् कि चारैतिर स्टुडेन्टहरू हल्ला गरिरहेका छन् अनि सबैजना बाल्कनीमा जम्मा भएको उनले देख्छिन्। उनी पनि बाल्कनीमा गएर तल ग्राउन्डमा हेर्छिन्, तर त्यहाँको त्यो दृश्यले त उनको होसै उडाइदिन्छ, किनकि भुइँमा उनकी साथी हुको लास थियो र उनले सुसाइड गरेकी हुन्छन्। उनी हक्कानिँदै तल जान्छन् जहाँ हुको लासलाई स्टुडेन्टहरूले चारैतिरबाट घेरिरहेका थिए र सबैले त्यहाँ उनको लासको तस्बिर लिँदै इन्टरनेटमा पोस्ट गरिरहेका हुन्छन्। मानव हुको सुसाइड उनीहरूको लागि एक मनोरञ्जनको विषय बनिरहेको छ जस्तो। च्यान यो देखेर निकै दुखी हुन्छन् अनि आफ्नो ज्याकेट आफ्नै साथीको लासलाई ओढाइदिन्छन्। त्यहाँ च्यान लगायत ती सबै स्टुडेन्टलाई हुले सुसाइड गर्नुको कारण थाहा थियो, तर उनको आत्महत्याको कारण खुलासा गर्ने आँट त्यो भिडमा थिएन। स्कुलमा पुलिस आई इन्भेस्टिगेसन गर्न थालेका थिए अनि अर्को दिन अफिसमा ती पुलिसहरूले च्यानसँग पनि केही सोधपुछ गर्छन्, किनकि उनले हुको लासलाई आफ्नो ज्याकेटले कभर गरेको भएर ती डिटेक्टिभलाई हुले सुसाइड गर्नुको कारण उनलाई थाहा छ कि जस्तो लागेको थियो। तर उनी आफ्नो नजर झुकाउँदै भन्छन् कि हु र म क्लासमेट मात्रै थियौँ र हामी बीच खासै कुराकानी पनि हुने गर्दैन अनि हिजो उनको लासको बाँकी स्टुडेन्टले फोटो अनि भिडियो लिएको मलाई मन परेन, त्यसैले मैले उनको लासलाई कभर गरिदिएको थिएँ। त्यसपछि उनी आफ्नो क्लासमा फर्किन्छन्, तर कसैले उनको बेन्चमा रगत जस्तै देखिने इङ्क राखिदिएका थिए। तब उनलाई याद आउँछ कि मृत्यु अघि हु पनि क्लासमा यही तरिकाबाट बुल्ली हुने गर्थिन् र अब च्यानले बुझिसकेकी थिइन् ती खराब स्टुडेन्टबाट बुल्ली हुने पालो अब उनको छ भनेर। हुको राम्रो साथी भएर पनि उनको आत्महत्याको कारण डिटेक्टिभलाई बताउन नसकेकोले च्यान यहाँ निकै खिन्न महसुस गरिरहेकी थिइन्। अनि केही समयपछि खानेकुरा लिन उनी क्यान्टिन जान्छन्, तर क्यान्टिनमा त बुल्ली गर्ने त्यो ग्याङ र ग्याङकी लिडर वाई उनकै प्रतीक्षामा बसिरहेकी थिए। अनि वाई उनलाई भन्छे, च्यान हामीलाई पनि पढाइमा मद्दत गर न, किनकि च्यान क्लासको ब्राइट स्टुडेन्ट मध्ये एक हुन्छन्, तर उनी मसँग अहिले त्यति धेरै टाइम छैन भने उसलाई जवाफ दिन्छन्। यो सुनेर वाई निकै रिसाउँछे अनि फोनमा उनको तस्बिर पनि ठिक त्यसरी नै लिन थाल्छे जसरी उसले हुलाई बुल्ली गर्दै उनको तस्बिर लिने गर्थे। हुको सुसाइड पछि पनि वाईको ग्याङलाई आफ्नो गल्तीको महसुस भएको थिएन, किनकि उनीहरूको त्यो सहनै नसकिने बुल्लीले गर्दा नै हु डिप्रेस भई सुसाइड गरेकी हुन्छन्। तर उसको ग्याङको विरुद्ध बोल्ने आँट कुनै स्टुडेन्टमा नभएको भएर नै उनीहरूलाई आफ्नो गल्तीको महसुस भएको हुँदैन अनि उनीहरूकै डरले च्यान पनि डिटेक्टिभको सामु चुपचाप बसेकी हुन्छन्। तर घर जाने बेला वाईका ग्याङले उनीमाथि अट्याक गर्छन्, किनकि आज दिउँसो डिटेक्टिभले उनीसँग गरेको इन्भेस्टिगेसन उनीहरूलाई मन परेको थिएन। दुखी हुँदै च्यान अब घर आइपुग्छिन् अनि तब उनले थाहा पाउँछिन् कि आज मम्मी घर आउनु भएको रहेछ भनेर। वास्तवमा च्यानकी मम्मीले पैसा कमाउनको लागि मानिसहरूलाई गैर कानुनी र खराब सामानहरू बेच्ने गरेकी हुन्छन् अनि आफ्नो कामको कारण छोरीलाई समस्या नहोस् भनेर उनी कहिलेकाहीँ मात्रै च्यानलाई भेट्न घर आउने गर्छिन्। यानि कि च्यान स्कुलमा मात्रै होइन, घरमा अनि आफ्नो जीवनमा पनि एक्लै छिन्। रातमा मम्मी उनलाई बताउँछिन् कि छोरी, एक दिन म धेरै पैसा कमाउने छु र त्यस पैसाबाट तिम्रो पढाइको खर्च तिरेर हामी दुई धेरै टाढा जाउँला है। अर्को दिन बिहानै मम्मी च्यानसँग बिदा नमागिकन आफ्नो काममा फर्किन्छन् अनि च्यान गहभरि आँसु लिँदै मम्मी गएको हेरिरहन्छन्। तर आज स्कुलबाट घर फर्कदै गर्दा उनले देख्छिन् कि एक ग्याङस्टरले एकजना केटालाई निकै निर्दयी तरिकाले कुटिरहेका छन् र त्यस केटाको नाम स्याउ हुन्छ। उनी स्याउलाई बचाउनको लागि पुलिसलाई कल गर्ने कोसिस गर्छिन्, तर त्यत्तिकैमा त्यस ग्याङको एक केटाले उनलाई समातेर त्यहीँ लैजान्छ जहाँ उनीहरूले स्याउलाई कुटिरहेका थिए।
च्यान यहाँ निकै डराइरहेकी थिइन्। उनीहरूले उनीसँग भएको सबै पैसा पनि लिन्छन् अनि उनलाई त्यो केटा स्याउलाई चुम्बन गर्न भन्छन्। च्यान पनि डराएर उसलाई चुम्बन गर्छिन्, तर स्याउ त आज पहिलो देखभेटमा नै उनीतिर एक लगाव महसुस गरिसकेको हुन्छ। उनीहरूले च्यानलाई हिर्काएको स्याउलाई असहनीय भइरहेको हुन्छ अनि यहाँ ऊ आफ्नो पीडालाई बिर्सिएर च्यानको लागि ती केटाहरूसँग लड्छ। उनीहरू त्यहाँबाट भाग्छन्, तर स्याउ त्यहाँबाट जानु अघि केही समयसम्म उनलाई नै एकटकले निहालिरहन्छ अनि च्यान देख्छिन् कि उनको फोन ती ग्याङ्स्टरको कारण बिग्रिएछ भनेर। च्यानसँग अब कति पनि पैसा थिएन, त्यसैले अर्को दिन उनी एटिएमबाट केही पैसा झिक्छिन् र तब उनको सामु स्याउ आइपुग्छ अनि उसले भन्छ, हिजो ती केटाहरूले तिम्रो कति पैसा लिएका थिए। उनले बताएपछि उसले उनलाई पैसा दिन्छ, तर च्यानसँग त्यो पैसाको चेन्ज हुँदैन। त्यसैले ती दुई एक मोबाइल सपमा जान्छन् अनि स्याउ उनलाई हिजो बिग्रिएको आफ्नो फोन रिपेयर गर्नको लागि सल्लाह दिन्छ र उनी पनि आफ्नो फोन रिपेयर गर्न तयार हुन्छन्। अनि स्याउ अघि भन्छ कि यदि तिमी मलाई पैसा दिन्छौ भने म तिम्रो बडीगार्ड बन्न तयार छु। तब च्यान भन्छन्, हिजो तिमी आफैले आफ्नो रक्षा गर्न सकेनौ र यस्तोमा म कसरी तिमीबाट मेरो रक्षाको अपेक्षा गर्न सक्छु। स्याउ पनि एक खतरनाक ग्याङ्स्टरकै मेम्बर हुन्छ, तर किन लडाइँ गर्दै हिँड्ने स्याउलाई च्यानप्रति एक कनेक्सन महसुस हुन थालेको थियो। त्यसैले घर जाने बेला पनि ऊ उनलाई पछ्याइरहेको हुन्छ। तर बाटोमा च्यान देख्छिन् कि पुरा वालमा उनको आमाको पोस्टर टाँसिएको थियो, जसमा च्यानकी आमालाई विश्वासघाती, छोटी र बदमास जस्ता खराब शब्दहरूको उपनाम दिएको हुन्छ। च्यान यो देखेर रुँदै ती पोस्टरहरू च्यात्न थाल्छिन् अनि च्यानको पीडालाई महसुस गरेर स्याउ पनि अलि निराश हुन्छ। स्कुलमा पनि च्यानको आमाको हिजोको त्यो पोस्टर नराम्रो तरिकाले भाइरल भइसकेको हुन्छ, जहाँ उनको आमालाई लिएर उनीहरूले च्यानको निकै मजाक उडाउँछन्। च्यान यो सहनै सक्दिनन् किनकि आज उनको आमाको वास्तविकता सबैको सामु आइसकेको थियो। उनी रुँदै स्कुलबाट घर फर्किँदै हुन्छन् कि तब बाटोमा स्याउसँग उनको भेट हुन्छ। उनी चुपचाप उसको बाइकमा गएर बस्छिन्। उनी पुरा बाटोमा मौन अनि दुखी थिइन्, त्यसैले स्याउ उनलाई आफ्नो घर ल्याएको हुन्छ। ब्रिज मुनि रहेको एक घरमा स्याउ बस्दो रहेछ। उनी शान्त भएपछि स्याउ उनलाई सोध्छ कि तिमी मलाई लाइक गर्छौ, अनि उनी भन्छन् तिमीलाई अपनाउनको लागि तिमीभित्र त्यस्तो केही राम्रो क्वालिटी छैन। अब च्यान रुँदै आफ्नो घर फर्किन्छन्, तर अर्को दिन स्कुलमा कुनै पनि स्टुडेन्ट उनीसँग खेल्न तयार थिएनन् किनकि सबैलाई उनी एक बदमास र छुट्टी आमाको छोरी हुन् भन्ने थाहा भइसकेको थियो। त्यसपछि वाइ उनलाई जानी जानी त्यो भर्याङबाट धक्का दिन्छे, तर च्यानलाई खासै चोट नलागेको भएर उनी ठिकठाक नै थिइन्। तर अब उनको सहनशीलताले पनि हार मानिसकेको थियो। उनले निर्णय लिन्छन् कि वाइ र उसको ग्रुपले हुसँग गरेको त्यो बुल्लीको बारेमा उनले डिटेक्टिभलाई सबै बताइदिने छिन्। उनले डिटेक्टिभ जेङलाई उनीहरूको बुल्लीको बारेमा सबै बताएपछि जेङ पनि वाइका ग्रुपसँग सोधपुछ गर्छन्। सोधपुछको दौरान उनीहरूको आँखामा थोरै पनि डर थिएन। उनीहरू पुरा विश्वासको साथ झुट बोल्छन् कि हुको फ्यामिली कन्डिसन राम्रो थिएन र उनको क्यारेक्टर पनि राम्रो थिएन र सायद आफ्नो गल्तीको महसुस गरेर उनले सुसाइड गरेकी हुन सक्छिन्। तर अर्को दिन हामीलाई थाहा हुन्छ कि वाइको ग्याङलाई 1 वर्षको लागि स्कुलबाट सस्पेन्ड गरिएको छ, तर उनीहरूले इक्जाम दिन भने पाउनेवाला थिए। स्कुलबाट छुटेपछि इन्भेस्टिगेटर जेङ च्यानलाई आफ्नो कारबाट घर छाडिदिन्छन् अनि उनी च्यानलाई भन्छन् कि सरी च्यान, मैले ती बुल्ली गर्ने वाइको ग्याङलाई सजाय दिन सकिनँ किनकि मलाई उनीहरू विरुद्ध त्यस्तो कुनै ठोस प्रमाण नै प्राप्त भएन। अर्को दिन स्कुलबाट घर आउँदै गर्दा च्यान देख्छिन् कि ढोकामा वाइका ग्याङ उनलाई सताउने प्रतीक्षामा बसिरहेका थिए। वाइ यहाँ उनीहरू विरुद्ध च्यानले गरेको पुलिस कम्प्लेनले निकै रिसाइरहेकी थिए। च्यानलाई थाहा थिएन उनीहरूले अब उनको के हाल गर्नेछन् भनेर, त्यसैले उनी त्यहाँबाट भाग्छिन्। उनीहरू पनि उनकै पछि आइरहेका थिए, तर च्यान डस्टबिनभित्र लुकेर उनीहरूबाट बच्न सफल हुन्छन्। यहाँ उनी जेङलाई कल गर्ने कोसिस पनि गर्छिन्, तर उनले फोन रिसिभ गर्दैनन्। वाइको ग्रुपबाट डराइरहेकी च्यान केही समयपछि डस्टबिनबाट बाहिर आउँछिन्। उनले स्याउलाई फोन गरेको भएर ऊ त्यहाँ आएको हुन्छ अनि उनी उसँग उसकै घर जान्छन् किनकि उनी स्याउमाथि विश्वास गर्न थालेकी थिइन्। उसको घर गएर उनी आफूलाई जसोतसो सम्हालेर उसलाई भन्छन् कि तिमी मलाई प्रोटेक्ट गर्न सक्छौ, तर मसँग तिमीलाई दिनको लागि पैसा छैन। स्याउलाई पनि पैसा भन्दा ठुलो उनको सुरक्षा लागेकोले ऊ सित्तैमा उनको बडीगार्ड बन्न तयार हुन्छ। अब च्यान स्कुल जाने आउने बेलामा स्याउ हरेक दिन उनलाई नै पछ्याइरहन्छ र च्यान पनि उसकै घरमा बस्न थालेकी थिइन्। स्याउ ग्याङ्स्टरको मेम्बर भएको भएर हरेक रात ऊ आफ्नो शरीरमा चोटको निशान लिएर घर फर्कने गर्थ्यो। च्यान पनि यो देखेर निकै दुखी हुन्छन्।
एक दिन उसलाई निकै चोट लागेको हुन्छ। च्यानले महसुस गरिरहेकी थिइन् कि स्याउलाई कति पीडा भइरहेको छ होला भनेर, अनि उनी भन्छन् तिमीलाई धेरै दुखेको छ होला है। त्यसैले उनी सधैँ काउचमा सुत्ने स्याउलाई आज आफ्नै नजिक बेडमा सुत्न भन्छन्। अनि स्याउ उनलाई बताउँछ कि बाबा मलाई छाडेर जाँदा म जम्मा 13 वर्षको थिएँ र मम्मी अर्कै मान्छेको प्रेममा परेपछि उहाँले मलाई एक्लै छाडिदिनु भयो। उसले अघि पनि भन्छ कि मेरो दुखाइलाई यसरी महसुस गरेको तिमी नै मेरो जीवनको पहिलो मान्छे हौ च्यान। भोलिपल्टबाट ती दुईले एकअर्काको साथलाई इन्जोय गर्न थालेका हुन्छन्। स्याउ आफ्नो साथमा हुँदा उनी निकै कम्फर्टेबल महसुस गर्न थालेकी हुन्छन्, किनकि उनी स्याउलाई मनै मन धेरै माया गर्न थालेकी थिइन्। अनि स्याउले पनि कहिले उनको ध्यान पढाइबाट हट्न दिँदैन, किनकि अब उसको सपना भनेकै च्यानको आफ्नो सपना पुरा होस् भन्ने हुन्छ। एकअर्कालाई नबताएर मनै मन लुकाएर राखे पनि स्याउ र च्यानको माया बित्दो समयसँगै प्रगाढ हुँदै गइरहेको थियो। एक दिन फाइटको लागि बोसले बोलाएपछि स्याउ बाहिर जान लागेको देखेपछि च्यान चाँडो गएर उसलाई रोक्छिन् अनि उनको कुरा मानेर ऊ पनि त्यो दिन घरमा नै बस्छ। तर एक दिन स्याउलाई एक ह्यारेसमेन्ट केसमा पुलिसले उसका केही साथीहरूसँग सोधपुछको लागि पुलिस स्टेसन लैजान्छन्। उता स्कुलबाट घर फर्कनको लागि उसलाई नै पर्खिरहेकी च्यान धेरै बेरसम्म ऊ नआएपछि उनी त्यो दिन एक्लै घर फर्कने निधो गर्छिन्। तर बाटोमा वाइ र उसका ग्रुपले उनलाई घेरिसकेका थिए। उनीहरूले यहाँ उनको कपाल नराम्रो तरिकाले काटिदिन्छन्। उनीहरू अझ रोकिएका थिएनन्, किनकि उनीहरूले त्यस रात उनको ड्रेस अनि बुक सबै च्यातिदिन्छन् र यो सब दृश्यलाई वाइ आफ्नो फोनमा क्याप्चर पनि गर्छे। उनीहरूको हद पार गरिसकेको यो बुल्लीले यहाँ च्यान टुटिसकेकी थिइन्। तर माथि अपार्टमेन्टबाट एक मान्छेले देखेपछि वाइ आफ्नो ग्रुपसँग च्यानलाई त्यहीँ छाडेर भाग्छे, किनकि त्यस मान्छेले पुलिसलाई कल गरिसकेको थियो। स्याउ निर्दोष थियो, त्यसैले पुलिस स्टेसनमा पुलिसले उसलाई छाडिदिन्छन्। च्यानको चिन्ताले उसको मनलाई भित्रभित्रै खाइरहेको थियो। ऊ हक्कानिँदै घर आउँछ, जहाँ च्यान आफ्नो त्यो टुक्रा टुक्रा भएको बुक टेपले जमाउने कोसिस गरिरहेकी थिइन्। उनको यो स्थिति स्याउले यहाँ हेर्नै सक्दैन। ऊ रड लिएर उनीहरूलाई मार्न जाने तयारीमा थियो, तर च्यान उसलाई रोक्छिन्। स्याउले अब उनको कपाल काटिदिन्छ। यहाँ उसले पनि महसुस गर्न सकिरहेको थिएन कि च्यानले आफ्नो मनभित्र कति पीडा दबाएर राखेकी छन् होला भनेर। त्यसैले यहाँ उसले आफ्नो आँसु थाम्नै सक्दैन अनि उनलाई मानसिक रूपले सपोर्ट गर्न उसले पनि आफ्नो कपाल काट्छ। एक रात वाइ स्कुलबाट फर्किरहेकी च्यानलाई भेटेर उसले उनीसँग गरेका ती हरेक करतुतको लागि माफी माग्दै भन्छ कि म तिमीलाई तिमीले चाहेको जति पैसा दिनेछु, तर प्लिज पुलिसलाई मैले तिमीसँग गरेको त्यो बुल्लीको बारेमा केही नबताऊ। म प्रमिस गर्छु अबदेखि कहिले गलत काम गर्ने छैन। च्यान यहाँ ऊ माथि दया गरेर उसलाई माफी दिँदै भन्छन् यसपछि तेरो अनुहार मलाई कहिल्यै पनि नदेखा। च्यान अब अगाडि बढ्छिन्, तर वाइ उनकै पछि पछि आउँदै उनको मम्मीको बारेमा गलत कुराहरू गर्न थाल्छे अनि त्यही रिसमा आएर च्यान उसलाई घचेटिदिन्छन्। यहाँ वाइ भर्याङबाट सिधै तल खस्न गई उसको टाउकोमा नराम्रो तरिकाले निकै गहिरो चोट लाग्छ र उसको निधन हुन्छ। छुक्किएर भए पनि उनको हातबाट वाइको हत्या भएको हुन्छ, त्यसैले उनी यहाँ निकै डराइरहेकी थिइन्। उनी घर गएर स्याउलाई उनको हातबाट भएको वाइको हत्याको बारेमा सबै बताइदिन्छन् अनि वाइ भन्छ म तिमीलाई केही हुन दिन्न, म वाइको लासलाई लुकाइदिनेछु र तिमी बस आफ्नो पढाइमा मात्रै फोकस गर। स्याउ अब वाइको लास लुकाउनको लागि साथीको कार मागेर एक सुनसान ठाउँतिर जान्छ, तर त्यहाँ उसले वाइको शरीरको साथमा आफूलाई वाइको हत्यारा ठहराउने प्रमाणहरू पनि गाडिसकेको थियो, किनकि स्याउलाई थाहा छ कि एक न एक दिन पुलिसलाई वाइको हत्याको बारेमा थाहा हुनेछ र च्यान अनि उनको बेटर फ्युचरको लागि नै उसले यस्तो गरेको हुन्छ। उता घरमा पनि च्यान निकै डराइरहेकी थिइन्, तर स्याउले भने चाहिँ उनले आफ्नो ध्यान पढाइबाट पनि हटाएकी थिएनन्। दिन बित्दै गइरहेको थियो। च्यानलाई पनि आफ्नो कारण भएको वाइको हत्याले निकै ग्लानि महसुस गराइरहेको थियो, तर स्याउ उनको साथ दिन कहीँ पनि अचुक भएको थिएन। एक्जामको दिन पनि आइसकेको थियो। त्यस दिन निकै ठुलो पानी परेकोले ठाउँ ठाउँमा पहिरो गएको हुन्छ, तर स्टुडेन्टहरू जसोतसो एक्जाम सेन्टरमा पुग्छन्। यता रोडमा पहिरो पन्छ्याउने बेला भने ड्राइभर हिलोमा लतपत भएको एक लासलाई देख्छ जो वाइको नै हुन्छ। वाइको हत्याको केसमा पुलिसको इन्भेस्टिगेसन पनि सुरु भइसकेको हुन्छ। त्यस रात स्याउले प्रयोग गरेको कारको ओनरबाट उनीहरूले स्याउको बारेमा पत्ता लगाइसकेका थिए। डिटेक्टिभले वाइका साथीहरूलाई पनि सोधपुछको लागि बोलाएका हुन्छन्, तर वाइका साथीहरू त च्यानलाई नै हत्यारा ठहराइरहेका थिए। इन्भेस्टिगेसन गर्दै जाँदा डिटेक्टिभ जेनको हातमा त्यस रातको भिडियो आउँछ जुन रात वाइका ग्याङले च्यानलाई निकै पीडा अनि यातना दिएका थिए।
उनीहरूलाई अब वाईको हत्यामा च्यानको हात छ कि भनेर शङ्का हुन लागिसकेको थियो। त्यसैले उनीहरू त्यहाँ उनलाई बोलाएर सोध्छन्, वाईको हत्या भएको दिन तिमी कहाँ थियौ? त्यस दिन म मेरो इक्जामको तयारीमा थिएँ भने च्यानले जवाफ दिन्छन्। डिटेक्टिभले यो पनि सोध्छन् कि वाईको ग्याङले तिमी माथि गरेको त्यो दुर्व्यवहार प्रति किन तिमी चुपचाप बस्यौ? अनि च्यान भन्छन्, सबै कुरा बिर्सेर म आफ्नो पढाइमा मात्रै ध्यान दिन चाहन्थे। डिटेक्टिभले यहाँ उनलाई घर जाने अनुमति त दिन्छन्, तर उनीहरू अब च्यानमाथि नजर राख्न थालेका थिए। भोलि उनको इक्जामको अन्तिम दिन थियो अनि इक्जाम दिएर घर फर्कदै गर्दा स्याउ उनलाई एक बिल्डिङभित्र लैजान्छ र भित्र आउने ढोका लक गरिदिन्छ। च्यानलाई पछ्याइरहेका डिटेक्टिभ ढोका फोडेर भित्र जाने कोसिस गरिरहेका हुन्छन्, तर भित्र स्याउ उनलाई भन्छ कि च्यान, म यहाँ तिमीलाई ह्यारेस गर्ने कोसिस गरे जस्तो नाटक गर्छु ताकि डिटेक्टिभलाई त्यस रात पनि मैले वाईलाई ह्यारेस गर्ने कोसिस गर्दा नै उनको एक्सिडेन्टली मृत्यु भएको रहेछ भन्ने लागोस् भनेर। त्यसैले उसले यहाँ उनलाई चिच्याउन भन्छ, तर उनी चिच्याउँदिनन् अनि उसले फेरि भन्छ, यदि आज हामी दुई वाईको हत्या मेरो कारण भएको थियो भने पुलिसलाई देखाउन सक्यौ भने तिम्रो भविष्य सिक्योर हुन्छ, तिमी आफ्नो सपना पुरा गर्न सक्छौ। मेरो सपना त पुरा होला, तर मेरो साथ दिन तिमी मसँग हुने छैनौ भने च्यान उसको प्लानमा सहभागी हुन मानिरहेकी थिइनन्। तर जब स्याउ म नाबालिग नै छु र कोर्टले मलाई केही वर्षको मात्रै सजाय सुनाउनेछ भन्छ, तब उनी उसको प्लानमा साथ दिन तयार हुन्छन्। त्यति नै बेला पुलिस पनि त्यहाँ आइपुग्छन्। उसले च्यानको जबरजस्ती गर्ने कोसिस गरेको देखेर पुलिस पनि उसलाई अरेस्ट गर्छन्। तर अर्को दिन सीसीटीभी फुटेजबाट डिटेक्टिभ जेङलाई थाहा हुन्छ कि स्याउ धेरै समय पहिलेदेखि नै च्यानको फलो गर्दै आएको रहेछ भनेर। डिटेक्टिभलाई शङ्का भइसकेको थियो च्यान र स्याउ एकअर्काको राम्रो साथी हुन सक्छन् भनेर। तर स्याउ र च्यान डिटेक्टिभसँगको आफ्नो बयानमा भन्छन् कि हिजोको त्यो घटनामा मात्रै उनीहरूले एकअर्कालाई चिनेका हुन् भनेर। सबै प्रमाण स्याउको विरुद्ध नै भेटिएको भएर स्याउलाई त्यहीँ कैद गरिन्छ अनि च्यान डिटेक्टिभको शङ्काको घेराबाट बाहिर आउँछिन्। छोरीको बारेमा थाहा पाएर आमा पनि त्यहाँ आएकी हुन्छन् र अब च्यान आमासँगै बस्न थालेकी थिइन्। दिनहरू बित्दै जान्छ। च्यान उसलाई सम्झेर निकै रुने गर्छिन्। आफ्नो कारण स्याउले सजाय पाउनु परेकोले उनी यति ठुलो बोझ आफ्नो मनमा राख्न सकेकी थिएनन्। रिजल्टमा पनि उनी निकै राम्रो मार्क्स ल्याएर पास भएकी थिइन्। यो देखेर आमा निकै खुसी हुन्छन्। अफिसर जेङ पनि उनको राम्रो रिजल्टको लागि बधाई दिन उनको घर आएका हुन्छन्। उनी च्यानलाई बताउँछन् कि स्याउलाई कोर्टले उसले गरेको क्राइमको सट्टामा फाँसीको सजाय सुनाएको छ। यो सुनेर त च्यान यहाँ भित्रभित्रै टुटिसकेकी थिइन्, तर पनि आँट गरेर उनले जेङलाई सोध्छिन् स्याउले त आफूलाई नाबालिग बताएको थियो। जेङ पनि ऊ माइनर होइन अडल्ट रहेछ भन्छन्। यो सुनेर उनी यहाँ आफूलाई सम्हाल्नै सक्दिनन्। अब जेङले बुझिसकेका थिए कि वाईको हत्या वास्तवमा कसले गरेको थियो र यो सब उनलाई बचाउनको लागि स्याउको प्लान रहेछ भनेर। अनि जेङले अघि भन्छन्, चिन्ता नगर च्यान, वास्तविकता थाहा पाउनको लागि मात्रै मैले स्याउलाई फाँसी दिने निर्णय गरिसकेको छ भने झुट बोलेको थिएँ। कोर्टले अझै पनि उसलाई सजाय सुनाएको छैन। तर म बाचा गर्छु, यदि तिमीले सबैको सामु सत्य बताउँछौ भने म तिमी र स्याउको लागि केही गर्न सक्छु। जेङको कुरामा विश्वास गरेर च्यानले वास्तविकता सबैको सामु बताइसकेकी हुन्छन्। जेलमा उनी स्याउसँग भेट्छिन् अनि उनको आँखाको इसाराबाट स्याउले पनि बुझ्छ कि उनले आफ्नो क्राइम एक्सेप्ट गरिसकिन् भनेर। अनि उनीहरू दुई यहाँ निकै भावुक हुन्छन्। त्यसपछि यी दुईलाई नै अलग अलग ठाउँमा कैद गरिन्छ किनकि च्यानले वाईको हत्या गरेर गल्ती गरेकी थिइन् भने स्याउले उनको गल्तीलाई लुकाएर। तर दुवैजना माइनर भएकोले यी दुईलाई केही वर्षको मात्रै सजाय सुनाइएको हुन्छ। अब कहानी वर्तमानमा आउँछ जहाँ च्यान क्लासमा पढाइरहेकी थिइन् अनि हामी बुझ्छौँ कि आफ्नो सजाय पुरा भएपछि च्यानले आफ्नो पढाइ कम्प्लिट गरेर टिचर बनेकी रहेछन्। घर जाने बेला च्यान आफ्नो क्लासमा डराएर चुपचाप बसिरहेकी त्यस स्टुडेन्टलाई साथमा लिएर घर फर्किन्छन् किनकि उनले बुझिसकेकी थिइन् उनी पनि आफ्नै क्लासका साथीहरूबाट बुल्ली हुने गर्दिरहेछन् भनेर। उनीहरू दुईको पछि पछि स्याउ पनि हिँडिरहेको थियो, यानि कि उसले पनि आफ्नो सजाय पुरा गरिसकेको रहेछ र आज पनि ऊ च्यानकै पछि हिँडेर उनको सुरक्षा गरिरहेको हुन्छ। साथीहरू, यदि तपाईँ एनिमेसन लभर हुनुहुन्छ भने हाम्रो नयाँ च्यानललाई भिजिट गर्न नबिर्सिनुहोला, जहाँ हामीले एनिमेटेड मुभिजहरू मात्रै एक्सप्लेन गरेका छौँ। आशा छ कि तपाईँलाई हाम्रो त्यो नयाँ च्यानललाई पनि यसरी नै माया दिनुहुनेछ अनि त्यो च्यानलको बारेमा आफ्नो साथीहरूलाई पनि बताउन नबिर्सिनुहोला है।